भाइ बहिनीहरू, आज हाम्रो यो युट्युब च्यानलको फर्स्ट भिडियो हुँदैछ। आजदेखि हामी एउटा युट्युब च्यानल खोलेका छौँ हाम्रो भाइ बहिनी विद्यार्थी भाइ बहिनीहरूको लागि केही सजिलो होस्, केही हामीले आजभोलि एभाइलेबल होस्, हाम्रो एजुकेसनल आइटम्सहरू केही चिजहरू एभाइलेबल होस् भनेर यो हामीले युट्युब च्यानल खोल्दैछौँ हैन। आज यो युट्युब च्यानलको मुख्य उद्देश्य भनेको चाहिँ घर बसी बसी पनि बुझिने तरिकाले एकदम इजी तरिकाले कसरी हामीले पढ्न सकिन्छ त भन्ने कुराले गर्दाखेरि हामीले यो युट्युब च्यानलको मेन उद्देश्य भनेको त्यो हो हैन। अब आजको फर्स्ट भिडियो चाहिँ हामीले अहिले एक्जाम 12 को एक्जाम आइराखेको भएर 12 को एक्जामलाई सेन्टर गरेर 12 को कोर्सलाई यो 2-4 दिन चाहिँ हामी 12 को मात्रै भिडियोहरू हाल्दै गर्छौँ हैन। आजको यो भिडियोले चाहिँ अब डिभेन्चर भन्ने च्याप्टरको हाम्रो 12 क्लासमा पढ्नुपर्ने 12 क्लासमा क्लास 12 मा पढ्नुपर्ने डिभेन्चर भन्ने च्याप्टरको पढिन्छ है। डिभेन्चर भन्ने च्याप्टरबाट हामीलाई 3 मार्क्सको क्वेशन आउँछ। 3 मार्क्सको क्वेशन आउँछ। जम्मा 2टा जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ। 3 मार्क्सको आउँछ। 3टा पनि बनाउन मिल्छ, तर हामीले सजिलो पनि 2 मार्क्सको 2टा जर्नल इन्ट्री बनाउँदा मात्रै हुन्छ। सजिलो, बुझ्न पनि सजिलो, लेख्न पनि सजिलो। 3 मार्क्सकोमा 2टा जर्नल इन्ट्री बनाउँदाखेरि हुन्छ। जम्मा 2टा जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ डिभेन्चर भन्नेको 3 मार्क्सको लागि भन्ने छ है। डिभेन्चर भनेको के हो भन्ने कुरो अलिकति बुझौँ है। डिभेन्चर भनेको नेपालीमा डिभेन्चरको अर्थ हुन्छ ऋणपत्र भनेर। जब कुनै पनि व्यवसायलाई पुँजीको आवश्यकता पर्छ, क्यापिटलको आवश्यकता पर्छ, त्यतिखेर त्यो व्यवसायले क्यापिटल कलेक्सन गर्न सोर्स अफ क्यापिटलको रूपमा डिभेन्चरलाई लिन्छ। डिभेन्चर भनेको चाहिँ ऋण, आफ्नो कम्पनीको डिभेन्चर सर्वसाधारणलाई बेचेर पैसा क्यास कलेक्सन गर्नु, क्यापिटल कलेक्सन गर्नु नै डिभेन्चरको उद्देश्य हो। क्यापिटल कलेक्सन गरेर त्यो डिभेन्चरको बापतमा कम्पनीले त्यो सेयर जसले डिभेन्चर छ डिभेन्चर होल्डरहरूलाई सर्टेन % इन्ट्रेस्ट दिने गर्छ। त्यसलाई नै त्यो हाम्रो डिभेन्चरको अगाडिपट्टि लेखेको हुन्छ नि 8%, 7%, 9% डिभेन्चर भनेर। यो भनेको चाहिँ यो 9% डिभेन्चर चाहिँ यसलाई दिने इन्ट्रेस्ट रेट भनेर छ। यो तपाईहरुलाई थाहा नै होला हैन। यो अगाडि पर्सेन्टेज लेखेको चाहिँ यति % चाहिँ हामीले यसलाई इन्ट्रेस्ट दिने हो भन्ने खालको कुरा गरेको हो हैन। अब व्यवसायले डिभेन्चर दिन्छ। डिभेन्चर भनेको ऋणपत्र हो। ऋणपत्र भनेको कस्तो हुन्छ भन्दाखेरि डिभेन्चर सिम्पली भाषामा भन्दाखेरि डिभेन्चरलाई चाहिँ एउटा सिट अफ पेपर जस्तो लिन सकिन्छ। रिटर्न एग्रिमेन्ट हो हैन। एउटा सिट अफ पेपर, मलाई पैसा चाहिएको बखतमा मैले यो पेपर चाहिँ जनरल पब्लिकलाई बेचे, त्यसको बदलामा मैले सर्टेन क्यास रिसिभ गरे, त्यो क्यासको बदलामा मैले उहाँहरूलाई इयरली बेसिसमा इन्ट्रेस्ट दिन्छु र सर्टेन टाइम पिरियड पछि उहाँहरूलाई म त्यो यो पेपरको साटा पैसा दिएर यो पेपर म उहाँहरूसँग फिर्ता लिन्छु। पहिला पेपर दिएँ, पैसा लिएँ, आफ्नो काम चलाइसकेपछि सर्टेन वर्ष त्यो एग्रिमेन्टमै हुन्छ 5 वर्ष 10 वर्षपछि म यो फेरि सिट अफ पेपर फिर्ता किन्छु, उहाँहरूको पैसा फिर्ता दिन्छु, आफूले यो पेपर फिर्ता लिन्छु भने त्यसलाई चाहिँ रिडिम्सन अफ डिभेन्चर भन्छ। 2टा हामीले जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ। एउटा इस्यु गर्दाखेरि, अर्को रिडिम्सन गर्दाखेरि भन्छ। फर्स्ट इस्यु गर्दाखेरि, त्यसपछि रिडिम्सन गर्दाखेरिको भने 2टा जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ है। अब इस्यु गर्दाखेरि र रिडिम्सन गर्दाखेरि के भन्छ भन्दाखेरि, इस्यु गर्दाखेरि र रिडिम्सन गर्दाखेरि 2-3टा केस हुन सक्छ भनेर भन्छ। 3टा केस कस्तो भन्दाखेरि हामीले कि त पारमा इस्यु गर्न सक्छौं रे हैन। पार भन्नाले त्यो डिभेन्चरको भ्यालु जति हो त्यतिमै इस्यु गर्ने। जस्तो त्यो डिभेन्चरको भ्यालु 100 रुपैयाँ छ भने 100 रुपैयाँमै इस्यु गर्ने, 100 रुपैयाँमै बेच्ने भन्दाखेरि त्यसलाई चाहिँ पारमा इस्यु गरेको भन्छ। 100 रुपैयाँको डिभेन्चरलाई 100 रुपैयाँमै बेच्ने भन्दाखेरि उसको वास्तविक भ्यालु, वास्तविक फेस भ्यालुमै बेच्ने हुँदाखेरि त्यसलाई चाहिँ पारमा इस्यु गरेको भन्छ। अर्को भन्छ प्रिमियममा, हामीले अर्को चाहिँ केमा इस्यु गर्न सक्दो रहेछौँ त प्रिमियममा इस्यु गर्न सक्दो रहेछौँ भन्छ। प्रिमियम भनेको कस्तो, 100 रुपैयाँ भन्दा बढीमा बेचिराखेको छौँ। 100 रुपैयाँ भ्यालुको डिभेन्चरलाई 100 भन्दा बढी मतलब 110, 105, 120 मा बेचिराखेका छौँ भने चाहिँ त्यस्ता खालका डिभेन्चरलाई चाहिँ प्रिमियममा इस्यु गरेको भनेर भनिन्छ। भने अर्को हुन्छ डिस्काउन्ट भनेको।
डिस्काउन्ट भनेको चाहिँ कस्तो भन्दाखेरि मैले 100 रुपिस पर्ने डिभेन्चर 100 रुपिस भ्यालुको डिभेन्चरलाई 90 रुपिसमा बेचेँ या 100 भन्दा कममा बेचेँ भने त्यसलाई चाहिँ डिस्काउन्टमा इस्यु गरेको भनेर भनिन्छ है। यी तीनटा तरिकाले चाहिँ कुनै पनि डिभेन्चरलाई इस्यु गर्न सकिन्छ भन्छ। यो भनेको त हामीले बेच्दाखेरि इस्यु गर्दाखेरिको कुरा जेनरल पब्लिकलाई जब यो डिभेन्चर बेच्छौँ त्यतिखेरको कुरा भयो इस्यु गर्दाखेरिको। यो अब यो फिर्ता लिँदाखेरि पनि त्यो सेयर होल्डर्सलाई उहाँहरूको पैसा फिर्ता दिएर त्यो डिभेन्चर फिर्ता किन्दाखेरि रिडिम्सन गर्दाखेरि पनि यी तीनटै केस हुनसक्छ भन्छ। तीनटै केस भन्नाले कि त पारमा होइन, पारमा भनेको 100 रुपियाँ भ्यालुको डिभेन्चरलाई 100 रुपियाँ नै दिएर मैले फेरि फिर्ता लिन सक्छु। अर्को भनेको चाहिँ प्रिमियममा भन्छ, भनेको 100 रुपियाँ भ्यालुको डिभेन्चरलाई 110 रुपियाँ पैसा तिरेर मैले फिर्ता लिने भएँ। 100 रुपियाँको डिभेन्चर 110 दिने फिर्ता लिने। अर्को भनेको डिस्काउन्ट भन्छ। डिस्काउन्ट भनेको 100 रुपियाँ भ्यालुको डिभेन्चरलाई 90 रुपियाँ तिरेर फिर्ता लिने भनेको। अब एउटा कुरा ध्यान दिएर बुझौँ है, इस्यु गर्दाखेरि र रिडिम्सन गर्दाखेरिको फरक। जब कुनै पनि डिभेन्चर, यो डिभेन्चर मैले बेचिरहेको छु प्रिमियममा भने 100 रुपियाँ पर्ने डिभेन्चर बेचे कतिमा 110मा भने मलाई के भइरहेछ त गेन भइरहेको छ, प्रफिट भइरहेको छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। भने त्यही प्रिमियम जतिखेर रिडिम्सन गर्दाखेरि गरिरहेछ भने चाहिँ त्यो चाहिँ मलाई लस भइरहेछ भन्छ। कस्तो भन्दाखेरि यो डिभेन्चरको भ्यालु त कति थियो 100 रुपियाँ होइन, मैले तिरेँ कति 110 भनेपछि मलाई 10 रुपियाँ त के भयो लस भयो भन्ने बुझ्नुपर्छ है। त्यस्तै डिस्काउन्टमा मैले इस्यु गरिरहेको छु, यो डिभेन्चरको भ्यालु 100 रुपियाँ थियो, बेच्दाखेरि मैले कतिमा बेचेँ 90 रुपियाँमा बेचेँ भने मलाई यहाँ के भयो त लस भयो। तर यही डिभेन्चर 100 रुपियाँ भ्यालुको डिभेन्चरलाई फिर्ता लिँदाखेरि मैले 90 रुपियाँ दिएँ भने चाहिँ मलाई के भयो त भन्दाखेरि गेन भयो भनेर भनिन्छ। प्रिमियममा रिडिम्सन गर्दाखेरि चाहिँ लस हुँदो रहेछ, डिस्काउन्टमा रिडिम्सन गर्दाखेरि चाहिँ गेन हुँदो रहेछ भने ठ्याक्कै उल्टो, इस्युमा चाहिँ प्रिमियममा इस्यु गर्दाखेरि चाहिँ गेन हुँदो रहेछ र डिस्काउन्टमा इस्यु गर्दाखेरि चाहिँ लस हुँदो रहेछ भन्ने कुरा हामीले यहाँनिर बुझ्नु पर्यो है। अब हामीले यसको लागि हिसाब गर्नुपर्छ। अब हामी एक्जाम सेन्ट्रिकै भएको भएर डाइरेक्ट हामी बोर्डमा सोधिरहेको क्वेसनहरू नै सल्भ गर्छौँ है। अब हामीले बोर्डमा सल्भ गर्न खोजेको क्वेसनहरूमा चाहिँ इम्पोर्टेन्ट कस्तो भन्दाखेरि प्रिमियममा रिडिम्सन गरेको केस अलिक फरक हुन्छ। त्यो भएको भएर प्रिमियमको केसहरू चाहिँ हामीले अहिले अब एक्जाम सेन्ट्रिक भएको भएर त्यस्ता क्वेसनहरू चाहिँ गरौँ है। इस्यु गरेको अब प्रिमियममा रिडिम्सन गरेको खालको क्वेसन अहिले हामीले गर्न खोजेको चाहिँ इस्युड एट पार रिडिम्सन एट प्रिमियम भन्ने 2081 साल सेट बीसीमा सोधेको क्वेसन। क्वेसन एकचोटि राम्रोसँग पढौँ है, हामीले त्यहाँनिर भिडियोमा पनि क्वेसन हालौँला है। क्वेसनमा के भनेको छ भन्दाखेरि अ कम्पनी इस्युड 4000 डिभेन्चर अफ आरएस 100 इच एट पार। पारमा इस्यु गर्यो, 100 रुपियाँ पर्ने डिभेन्चरलाई 100 रुपियाँमै इस्यु गर्यो। कतिवटा डिभेन्चर छ 4000 वटा डिभेन्चर भनेको छ। दिस डिभेन्चर वे रिडिम्ड आफ्टर 5 years एट 10% प्रिमियम भनेको छ। अब यी डिभेन्चरहरू चाहिँ 5 वर्षपछि 10% प्रिमियम तिरेर रिडिम्सन गरियो, फिर्ता लियो भनेको छ। अब यसलाई हामीले दुईवटा जनरल एन्ट्री बनाउनु पर्यो, एकदम सजिलो है। सुरुमा एमा हामीले इस्यु गर्दाखेरि कस्तो जनरल एन्ट्री भन्छ, हामीले डिभेन्चर बेच्यौँ सेयर होल्डर के अरे डिभेन्चर होल्डरलाई जेनरल पब्लिकलाई भने हामीले के पायौँ त पैसा पायौँ। पैसा कहाँ आउँछ ब्याङ्कमा आउँछ भन्छ, ब्याङ्क एकाउन्ट डेबिट। कति पैसा आउँछ त कतिवटा डिभेन्चर बेचेको 4000 वटा डिभेन्चर बेचेको, कति रुपियाँको दरले बेचेको 100 रुपियाँको दरले बेचेको भने 100 रुपियाँ पैसा आउँछ। एउटा डिभेन्चरको भ्यालु 100 रुपियाँको दरले पैसा आउँछ भने 4 लाख रुपियाँ पैसा हाम्रो खातामा पैसा आयो भनिन्छ है। अब अर्को भन्छ के भन्दाखेरि यो त के गरेको प्रिमियममा रिडिम्सन गरेको, प्रिमियममा रिडिम्सन गरिरहेको छ भने भविष्यमा मलाई के हुँदैछ त लस हुँदैछ। र हाम्रो एउटा अकाउन्टको प्रिन्सिपल के छ भन्दाखेरि यदि भविष्यमा तपाईँलाई प्रफिट भइरहेछ भने तपाईँले अहिले बुक गर्न पाउनु हुँदैन, तर यदि भविष्यमा तपाईँलाई लस भइरहेको छ भने तपाईँले आजै त्यो लसलाई चाहिँ बुक गर्नुपर्छ भनेर भन्छ हाम्रो अकाउन्टको प्रिन्सिपलले है। त्यही भएर हामीले अहिले यो जुन रिडिम्सन गर्दाखेरि हुने
लसलाई चाहिँ आज मैले इस्यु गर्दाखेरि नै त्यो लसलाई चाहिँ बुक गर्नुपर्ने हुन्छ। जस्तै अब यहाँनिर मलाई लस हुन्छ भने मैले यहाँनिर के लेख्नु पर्यो त लस। लस के कारणले भएको लस इस्यु गरे भएर भएको इस्यु लस अन इस्यु अफ डिभेन्चर है। डिभेन्चर इस्यु गरे भएर लस भयो। कति डिभेन्चर इस्यु गरे भएर मलाई लस कति भयो त भन्दाखेरि 4000 वटा डिभेन्चर इस्यु गरेको। प्रिमियम कति तिर्ने भनेको मैले 100 रुपियाँको चिजलाई 110 रुपियाँ तिरेर फिर्ता लिने भनेको भनेपछि 10 रुपियाँ लस भएको। एउटामा 10 रुपियाँ भनेपछि 4000मा गर्दाखेरि 40000 रुपियाँ लस भएको भनेर बुझिन्छ है। अब 2 भनेको अब मैले यो क्रेडिट साइडमा के लेख्नु पर्यो त यो 100 रुपियाँ मेरो के को लागि आएको मैले भविष्यमा डिभेन्चर तिर्नुपर्ने छ। डिभेन्चर मेरो लायबिलिटिज हो त्यही भएको भएर यो आएको हो भने क्रेडिटमा आएको डिभेन्चर अकाउन्ट टु डिभेन्चर अकाउन्ट भनेर 4000 इन्टु 100 4 लाख है। अर्को भनेको चाहिँ मैले 5 वर्षपछि डिभेन्चरको 100 रुपियाँ तिरे मात्रै पुग्छ पुग्दैन। के पनि तिर्नुपर्छ त भन्दाखेरि यो प्रिमियम पनि तिर्नुपर्ने हुन्छ। त्यही शर्तमा हामीले डिभेन्चर बेचेको त हो। 100 रुपियाँको डिभेन्चर फिर्ता लिँदाखेरि 110 रुपियाँमा लिन्छु भनेको छ। 100 रुपियाँ चाहिँ डिभेन्चरको तिर्नु पर्यो। सँगसँगै के पनि तिर्नु पर्यो त प्रिमियम पनि तिर्नु पर्यो। प्रिमियम अन रिडिम्सन हैन अकाउन्ट कति तिर्ने त 4000 वटा डिभेन्चरको एउटा डिभेन्चरको 10 रुपियाँको दरले तिर्ने भने 40000 रुपियाँ पैसा तिर्ने है। यसको न्यारेसन के हुन्छ बिङ डिभेन्चर इस्युड एट par which will redeemed at premium है। डिभेन्चर इस्यु गरियो पारमा जुन चाहिँ भविष्यमा केमा हुन्छ त प्रिमियममा रिडिम्सन हुन्छ भनेर भनेको छ। अब मैले यो सेकेन्ड जर्नल इन्ट्री है यहाँ अट्दैन हामी अटाउन खोजौँ है। एउटैमा राख्यो भने सजिलो हुन्छ बोर्ड सानो हुन्छ ठिकै छ के छैन। के भन्छन् भन्दाखेरि अब मैले सेकेन्ड जर्नल इन्ट्री यो त मैले इस्युड गर्दाखेरिको भयो। अब अर्को सेकेन्ड जर्नल इन्ट्रीमा चाहिँ के हुन्छ भन्दाखेरि मैले यसलाई फिर्ता लिँदाखेरि रिडिम्सन गर्दाखेरिको जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ। रिडिम्सन गर्दाखेरिको जर्नल इन्ट्री बनाउनलाई मैले के तिर्नुपर्ने हुन्छ त्यसलाई मैले डेबिट साइडमा राख्नु पर्यो। हेर त यहाँनिर मैले के तिर्नुपर्ने हुन्छ भन्दाखेरि एउटा डिभेन्चर तिर्नुपर्ने छ 5 वर्षपछि डिभेन्चरको 100 रुपियाँ तिर्नुपर्ने छ। अर्को डिभेन्चर इस्यु गरे बापतको जुन जो प्रिमियममा दिन्छु भनेको छ प्रिमियम दिन्छु भनेको छ त्यो पनि तिर्नुपर्छ। यो दुईटा जुन क्रेडिटमा छ यी दुईटालाई डेबिटमा राखिदिने सजिलोसँग एकदम याद गर्नु है। जे तिर्नु छ त्यसलाई डेबिटमा राखिदिने। डिभेन्चर तिर्नु छ डिभेन्चर अकाउन्ट डेबिट कति तिर्नु छ 4000 वटा डिभेन्चरको एउटाको 100 को दरले तिर्नु छ हैन। अर्को के तिर्नु छ 5 वर्षपछि त्यो 10 रुपियाँ बढी तिर्छु भनेको छ त्यो पनि तिर्नु पर्यो। प्रिमियम अन डिभेन्चर प्रिमियम अन रिडिम्सन प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर कति तिर्ने प्रिमियम 4000 को एउटाको 10 रुपियाँ। एउटा कुरा यहाँ ध्यान दिउँ है जहिले पनि लस र प्रिमियम अन रिडिम्सन चाहिँ बराबर हुन्छ। किन त्यही बढी तिर्ने भएर त मलाई लस भएको हो नि। त्यही 10 रुपियाँ 100 रुपियाँको चिजलाई 110 तिर्ने 10 रुपियाँ बढी तिर्ने भएको भएर मलाई 10 रुपियाँ लस भएको। त्यही भएर ध्यान दिनुपर्छ जहिले पनि लस चाहिँ कति नै हुन्छ त यो प्रिमियम रिडिम्सनमा जति हुन्छ त्यति नै हुन्छ भनिन्छ है। अब यहाँ 2 अघि पैसा आउँदाखेरि बैंक डेबिटमा आएको थियो। अब हामीले पैसा तिर्दाखेरि बैंक कता आयो त क्रेडिट साइडमा आयो। अब बैंकबाट कति पैसा घट्छ 4000 वटा डिभेन्चरको पैसा घट्छ। एउटा डिभेन्चरको पैसा कति तिर्नुपर्छ 100 रुपियाँ डिभेन्चरको पैसा 10 रुपियाँ प्रिमियमको पैसा भनेपछि 110 रुपियाँ तिर्नुपर्छ है। 4 लाख डिभेन्चरको
40,000 प्रिमियमको ब्याङ्कबाट गयो 4,40,000 बिङ डिभेन्चर redeemed at premium है। यति सजिलो छ, एकदम बुझ्नलाई सजिलो तरिकाले बुझौँ कि ब्याङ्कमा पैसा आयो, ब्याङ्क डेबिट, डिभेन्चर बेचेको, डिभेन्चर बेच्दाखेरि त मैले पारमा बेचेँ 100 रुपियाँको 100 रुपियाँ आयो, ठिक छ। मैले भविष्य 5 वर्षपछि मैले के गर्छु, 100 रुपियाँको चिजलाई 10 रुपियाँ बढी दिएर 110 रुपियाँ दिएर किन्छु भनेपछि मलाई भविष्यमा 10 रुपियाँ लस हुँदैछ। त्यही भएर मैले आजै मैले त्यो लसलाई बुक गर्नु पर्यो। लस अन इस्यु अफ डिभेन्चर भनेको 5 वर्षपछि मैले के तिर्छु, एउटा डिभेन्चरको 100 रुपियाँ तिर्छु, अर्को प्रिमियमको 10 रुपियाँ तिर्छु। फर्स्ट जर्नल इन्ट्री सिद्धियो यति। त्यसपछि दोस्रोमा रिडिम्सन गर्दाखेरि मैले जे तिर्नुपर्ने छ, क्रेडिटमा जे छ त्यसलाई डेबिटमा हालिदिएँ। डिभेन्चर 100 रुपियाँको तिर्नु छ, प्रिमियम 10 रुपियाँ तिर्नु छ। ब्याङ्कबाट कति जान्छ त 110 को दरले जान्छ, 4000 × 110 यति गऱ्यो भने जम्मा 3 मार्क्स आइहाल्छ। यति सजिलो छ। अब हामीले अर्को भिडियोमा हामी अर्को इस्यु गरेको, इस्यु एट प्रिमियम डिस्काउन्ट अनि रिडिम्सन एट प्रिमियमवाला हामी गर्छौँ है।